दाजुहरु नमस्ते। हामी चाहिँ अब यसो जिमतिर जाँदै हो हैन। हाम्रो दाजु हुनुहुन्छ यहाँ, हामीलाई सिकाउने गुरुजी हैन। अब यस्तै छ। अब केही भनाइ छ कि तपाईहरु पनि हाम्रो यहाँ क्लब खोल्या छौं, हामीले जिम सेन्टर खोल्या छौं। यसो आउनुला, ज्यान स्यान बनाउनुला। यो भाइ जस्तो ज्यान बनाउन ठ्याक्कै मिलाएर हामी सब जनाहरु आउँछौं। और तपाईको इच्छा चाहना छ भने आउनुला। एनआरसी 13 और भाइहरुको के चाहना छ भन्नुस्। अब एनआरसी 13 मा चाहिँ जिम गर्न आउनु होला है त। सबजना आउनुस्। यस्तै छ। भिडियो मन परे लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। हामी चाहिँ अब जे होस् 6 बजेतिर जहिले पनि जान्छ। अब यसो टाइम पासको भनौँ न, अब टाइम पासको लागि यसो एक्सरसाइज गर्दै गर्ने। अब यस्तै हो, ड्युटी सिकेपछि एक्सरसाइज गर्नुपर्छ। जति एक्सरसाइज गरे उति राम्रो हो। त्यही भएर हामी चाहिँ यसो अलिअलि पसिना निकाल्न जल लाग्यो। ल हाम्रो दाजुहरु चाहिँ अब भर्खर बन्दैछ हैन। अब बन्दैछ बिस्तारै। हामी नेचुरल हो, हामी जस्तो प्रोटिन केही पनि युज गर्दैन। त्यही हो। ल कोशिश गरे। हेलो गाइजहरु नमस्ते सबजनालाई। हाम्रो उहाँ दाजु हुनुहुन्छ, नेपाली दाजु बवाल हान्दैछ।